है आज एकदमै आज गिलो रोटी खानु मन लाग्यो। हाम्रो अब नेपालीमा गिलो रोटी भनिन्छ। गाउँघरमा बाजे बोजूले पहिले हामीलाई भन्दाखेरि डिँडे भन्थ्यो। ल सुरुवात गरे है, तेलहरू लगाए। अब आज डिँडे खानु मन लाग्यो सबैलाई। 3 जना भाइ हामी डिँडे खाने घरको परिवार सबै। त्यसमा मैले मिक्स गरेको छु खोर्सानी, चिली पाउडर, नुन है, टमाटर, प्याज। सुरु गरेँ मैले है। अब यसलाई अलिक क्रिस्पी बनाउनु पर्छ। अलिक क्रिस्पी बनायो भने मात्रै मिठो हुन्छ। त्यही हेर्नु मैले यस्तो किनेको थिएँ यो ताईमा बनाऊ भनेर, तर यो ताईमा हुँदैन। यो ताई चाहिँ राजस्थानबाट आएकोबाट मैले किनेको यो ताई। यसमा चाहिँ मैले बनाइनँ हो। अब यसमा मासुहरू पकाउनु मिठो हुँदो रहेछ है। ल यो चाहिँ मेरिनेट गरेर राख्नुपर्छ है, कमसेकम 10-15 मिनट मेरिनेट गरेर राख्यो भने चाहिँ दामी हुन्छ। अब म पल्टाउँछु हेरौँ त। अच्छा रङ अलिकति आएछ, मजाको रङ आएछ। अब खानापिनाको रेसिपी बनाउनु इच्छा थिएन मलाई, तर पनि अब सबैले बनाएको देखेर आफूलाई पनि बनाउनु मन लाग्यो। मलाई त डिँडे आउँछ है, डिँडे बनाएको है मैले चाहिँ साथीभाइ हो। यो चाहिँ गिलो रोटी बनाएको पेनकेक सबसे दामी। भुँडी एकदम भरिने, अडिलो पनि, ड्याम्मै पनि हुन्छ। पहिलाको बाजे बोजूले यस्तै खाएर त घाँस काट्नु जान्थ्यो, दाउरा बोक्नु जान्थ्यो है। झन् ढेँडोको झन् यो भए दामी हुन्थ्यो। के अरे फापरको भए, कोदोको भए झन् दामी हुन्थ्यो। फापर र कोदो चाहिँ कहाँ पाउनु अब है। बस्तीमा पनि आजकल पाउनु छोडेको छ। फापर र कोदो पनि पाउनु छोडेको छ। नत्र भए दामी हुन्थ्यो नि फापर र कोदो भए चाहिँ। हेलो एउटा चाहिँ पाक्यो है, एउटा चाहिँ क्रिस्पी भयो, एउटा चाहिँ बल्ल पाक्यो। अब हामी 4 जना छौँ, 4 जनामा 2-2वटा गऱ्यो भने भइरहेको काफी। अनि बिहानको अलिकति भात पनि उब्रेको छ। ल सक्यो यो चाहिँ। अब यो टमाटरको अचार, टमाटर, प्याज, खोर्सानी हालेको छु है। अलिकति घिउ हालेर अब यसलाई म अचार बनाउने। नुनको तर चिनी हाल्नु मलाई, चिनी होइन, चिनीको मिठो हुँदैन, नुनको बनाउने। यो पनि आमाले पहिला आमाले सिकाएकोले गर्दा मात्रै हो। ल साथीभाइ हो, आमा बिना त हुँदैन। आमाले नै सिकाउँछ छोराछोरीलाई है। भोको नबसोस् भनेर उहाँले पहिलादेखि नै सिकाउँछ। आमाले सिकाउनु भएको थियो र अलिअलि पकाउनु पनि आउँदछ। ल मैले खोर्सानी पनि छरेँ, चिली पाउडर छरेँ। अब मिक्स गर्दैछु। अब यसलाई पाक्नु दिनुपर्छ मिक्स गरेर। त्यहाँबाट चाहिँ आज अचार र डिँडेको डिनर, राति डिनर निकै नै पाकिसकेको छ हेर्नुहोस् है। अब अचार पनि पाक्यो। लु है मेरो यो पनि पाक्यो, ड्याम्मै भयो है। हटकेस पनि ड्याम्मै भयो, बिर्कै लाग्दैन ड्याम्मै भएकोले। बिर्कै लागेन। फेरि एकपल्ट ट्राई गरौँ। बिर्कै लागेन। सक्यो। अब अचार पनि सक्यो, अचार पनि एकदम डढिसक्यो। अब अचार पनि भयो। हेर्दाखेरि खाउँ खाउँ लाग्दो है अचार पनि, तर त्यति साह्रो पिरो भयो, त्यति साह्रो पिरो पनि मन पर्दैन। ल धन्यवाद है साथीभाइ हो मन पराएकोमा।